ल भयो ल सबैजनालाई नमस्कार। यो आँधी खोला फ्रेस अस्तिलो तमा 2 जानकी नगरमा छ। हामी फेरि वापस भेट भएका छौँ हाम्रो गणेश सरसँग। हाम्रो कुराउनी दाई हेर्नु सबैले चिन्नुहुन्छ होइन, गोलपारा ट्राफिक चौकमा कुराउनीको पसल छ, यहाँ आँधी खोलामा राजखानीको पसल छ। उस्तै उस्तै उहाँले दुध बेच्ने, उहाँले कुराउनी बेच्ने, मैले मासु बेच्ने होइन। आज उहाँले साह्रै यो जातिविधि राम्रो भयो, यो हामीले पनि खानु पऱ्यो भनेर यहाँ उहाँहरूलाई काटेर दिँदैछु। कस्तो लाग्छ अब, सिँगै खाने हो कि यति खाने हो, चिरेरै खाने हो? चिरेरै खाने। सरर पारेर एकदम नयाँ तरिकाले चिर्ने कुरो हो है आज। बल्ल हो यसरी है। अनि त्यो पनि त्यस्तै मेरो ल ठिक छ ल बबाल ल, अरू सबैजनालाई स्वागत छ है आँधी खोलामा। पुरानो दाइको कोठामा नि जानुहोस् पुराउने खाना, पचार त मिलेरै गर्दा पऱ्यो नि। पुराउनी पनि खाने, अनि आइटम पनि खाने। आइटम पनि खाने, दिनभरि कुरानी बेच्ने, रातभरि आइटम खाने होइन।